हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज भने चाहिँ म उता चाहिँ वेदर चाहिँ यस्तो भइरहेको रहेछ। यसो ब्ल्याक टी पिउँदै ड्युटी कसरी जानु भन्दै सोच्दै थिएँ। स्कुटीमा जानु थियो नि त, स्कुटीमा गयो भने त फेरि पानी पर्दा ब्लक भिज्छ भनेर चाहिँ यसो सोचे पनि ड्युटी कसरी जाने भने यतात्यता वेदर हेरेँ, यतात्यता वेदर हेर्दै गफ गर्दा गर्दै पानी पनि रोक्यो जस्तो भयो। अनि यसो एकछिनबाट वेदर भने चाहिँ राम्रो भइसकेको थियो। अनि वेदर राम्रो भएपछि चाहिँ म एकछिन रोडतिर नानी बोलाउँदै गफ गर्दै नानीलाई सुताउँदै यताउता हिँडेँ। नानी भनेपछि सुतिसकेको थियो। अनि एकछिनबाट ड्युटी जाने भने पनि टाइम भइसकेको थियो। म भने चाहिँ ड्युटी लाग्नेतर्फ लागेँ। त्यसो ऐनाबाट पुछपाछ गरेँ के कस्तो छ, कस्तो देख्यो भनेर यतात्यता वेदर पनि हेरेँ। अब भने चाहिँ ड्युटी लाग्नुपर्छ भन्दै सोच्दै पापालाई पनि भने ड्युटीमा गएको भनेर भने हुन्छ। अनि म भने चाहिँ ड्युटी सकेर घर फर्किने बेलामै पानी परेर हरेस एकछिन साथीहरूसँग गफ गर्दै बसेँ। यतात्यता वेदर पनि हेरेँ, पानी पुरा परिरहेको थियो। अनि पानी पर्दै रोकिँदै भइरहेको थियो। अनि साथीलाई पनि भने पानी रोक्यो, अब जाउँ होइन घर भन्दा साथीहरूले भने एकछिन बस, पानी पर्दैछ, एकछिन पानी रोकिँदैन, परेको हुन्छ, पानी एकछिन बस भन्दै भन्यो। अन्त त्यसै गफ गर्दा गर्दै एकछिनबाट हामी पनि हिँड्दै बाटोमा चाहिँ यस्तो बिजोग भइरहेको रहेछ। पानी परेर चाहिँ रोडतिर चाहिँ पानी भइरहेको रहेछ। स्कुटी कुदाउ पनि प्रब्लम भयो। म भन्ने चाहिँ हालत त्यस्तो भयो, साथीहरूको पनि हालत त्यस्तो भइरहेको रहेछ। हिँडेर आउँदैछ साथीहरू पनि, यस्तो बिजोग भइरहेको थियो। बाटोमा चाहिँ ढुङ्गा भइरहेको थियो। स्कुटी कुदाउनु पनि यताउता गर्दा पनि प्रब्लम भइरहेको थियो। बिस्तारै यहाँसम्म आइपुगेँ। मेरो भन्ने चाहिँ हालत त्यस्तो भयो। कस्तो खालको भइरहेको छ मौसम पनि आज हालत भयो मेरो। अनि स्कुटी भने चाहिँ यता राखेर चाहिँ यता रोडतिर हेरेँ। म भने चाहिँ घर आइसकेँ। अनि यसो त्यसो केसहरू पनि लुत्रु भिजिसकेको थियो। अब सुकाउने भनेर चाहिँ एकछिन बसेँ। बाई बाई, टाटा सबैजनालाई।